आज चाहिँ एउटा टिकटक बनाउनु पर्यो, चट्ट लगाएर टिकटक बनाउनु पर्यो भनेर चाहिँ गणेशतिर आएको कि। ओइ त के हो, बोरा पो छ त, यहाँ घोटाला भइरहेछ कि। हेर्नुहोस् बोरा छ यहाँ त, कटरहरू लिन आयो कि मान्छेहरू। चोर आएको जस्तो छ, चोर आएको जस्तो छ है। यहाँ बोरा छ ल हेर। ओहो आफू टिभी खाएर त है मान्छेले। ओइ ए भाइ के टिपेको तिमीले, के टिपे? कसले टिप्नु भने? यो अहिले खाने बेला भएको छैन त, अहिले खाने बेला भएको छैन त। यसो टिकटक बनाऊ कि भनेर आएको कि। भाइले त अनि यत्रो टिपिसकेर छ, अनि कहाँ जान्छौ यो तिमीले? के गर्ने घरमा लगेर? न अहिले खाना मिल्ने न केही गर्ने। आज मैले रङ याद पक्रेँ, हिजो अस्ति यहाँ कटर कम त थिएन यहाँ, अलि उ रुख नाङ्गे छ रुख कटरको पनि। तिमीले हो क्या कटर चोरेको नि तिमीले हो क्या? यो भएन, यस्तो हुँदैन है। अब यसको मलाई 200 रुपियाँ देऊ अनि लिएर जाऊ। 200 रुपियाँ अनि कसले टिप्नु भन्यो त नि? बाहिर किनेर खानु पर्दैन भाइ। तिमी अनि अर्काको अनिखेर बगैँचामा अनि आएर यसरी मन परी गर्नु पाउँछौ? अनि किन टिपेको? अब लाने हो भने पैसा देऊ भाइ, 200 रुपियाँ दिएर जाऊ, नभए अब यहीँ छोड म लिएर जान्छु। भोक लाग्यो भने चाहिँ अनि अर्काको रुखमा चढ्दिने। यसलाई कम त मेहनत लागेको छ, यसलाई रोप्नु, पानी हाल्नु, स्याहार्नु, के गरेको भाइ? ल आज चाहिँ लिएर जाऊ कि, भोलिबाट आयो भने चाहिँ फाइन लाग्छ। भाग्यो यो चोर भाग्यो चोर भाग्यो। ल हेर्नुहोस् यस्तो छन् हाम्रोतिर चोर्नीहरू।